हेलो गाइज, वेलकम टु ब्याक माई युट्युब च्यानल। तपाईहरु सबैजना ठिकै हुनुहुन्छ होला, सन्चै हुनुहुन्छ होला। म पनि सन्चै छु, ठिकै छु। अनि कस्तो अब हान्दी हाल नि त ल भर्खरै बाबालाई त ल। हामी चाहिँ यहाँ रमेश र म छौँ यतातिर। केटाहरूले आज बासी खेदायो नि त हामीलाई त बिजो के पारे। केटाहरू भित्र मस्त मोज गरिरहेको नि, हामी बाहिर पुरै के ल्याएको रे अघि बिजोकै गराइदियो नि। हाम्रो त बाहिर हामी बाहिर केराको फेदमा घरभन्दा पछाडि बासै खेदाइदियो। अहिले कति बेला सन हो के तिनीहरूको ड्युटी। त्यसपछि बल्ल हामी सिङ्गलहरूको बिजो कहाँ हेर नि आउन। हामी सिङ्गलहरूको बिजोको हामी सिङ्गलहरूले अरूको हाम्रो पहिला छोडेर गएको एक्सहरूलाई के तरुनी रहेछ यसको पनि भन्नको लागि, देखाउनको लागि के गर्नुपर्छ यस्तो। मैले टक्क क्यापकटमा गएँ होइन, क्यापकटबाट अनि यहाँ क्लिक गरेर अब एउटै बोलेको देखाउनु पऱ्यो नि त होइन। त्यही पनि अझै मलाई अस्ति भिडियो पठाएर चाहिँ केमा अरे केमा हाल अरे स्टोरीमा हाल न अरे। ल यहाँ हुँदैछ है, हामी म सिक्दैछु आजबाट। म पनि सिङ्गल होइन, अब यस्तै बनाउनु पऱ्यो नि त होइन। अलि राम्रो देखाउनु अब यसरी हुँदैछ होइन। अब 30 सेकेन्ड चाउचाउ खाएको त कस्तो घकाएको दुईटा खाइयो है चाउचाउ पनि आज त। तरुनी रहेछ भन्न पार्नको लागि के गर्ने छैन, क्यापकटबाट खोजेर होइन बनाउनु। त्यही त गाह्रो छ कि हामीलाई, लास्टै गाह्रो छ। पीडित भइसक्यो केटाहरूले। अब कोठेमा ल्याएर राखिदिहाल्नु, आफू अब बाहिर यसरी बस्नु पऱ्यो। भयो बोलेको भयो यस्तो भयो बोलेको। लास्टै सजिलो छ है गाइज, लास्टै सजिलो छ बनाउनु। सेम भयो होइन, सेम भयो सेम भयो। म नि अर्को बनाइदिउँ कि क्या हो। सेम भयो होइन, कुराकानी राम्रैसँग गरे जस्तो देखा त। ओके के हो कुरो ओहो नि सेम भयो के बा यार। अनि त्यसपछि त्यसमा पानेर हालिदियो नि म भन्दा राम्री पट्या रहेछ अहिले त। रिग्रेट हुन्छ केटालाई फेरि। अहिले हामीलाई त्यस्तै गरेर खायो नि त होइन। खतरा खतरा पट्या रहेछ, पार्नु पर्यो। हामीलाई बाहिर पठाइदिएर केटाहरू दुईजना भित्र। सिङ्गल हुने केटाहरूले चाहिँ यही तरिका अप्नायो है केटा हो। टक्क क्यापकटमा जाने, यसरी खोज्ने अनि यसरी बनाउने आफ्नो एक्सहरूलाई देखाउनको लागि भयो पनि, अथवा सिङ्गल भएपछि इमोजी हालेर अनि स्टोरीमा हाल्छ नि केटाहरूले मेरो गर्लफ्रेन्ड। त्यो ढिलो भन त, इमोजी फेरि ढिलो भन न, अलि चिच्यार क्या के रे, अलि ढिलो भन न। इमोजी मोजी मोजी है मोजी इमोजी। अब यसलाई मैले यहाँ यसरी याक्क गरेँ होइन, त्यसपछि इमोजी गरेर देखाउनु मिल्छ है केटा हो। इमोजी भनेको मलाई थाहा होइन, ओहो त सर भन्दैन इमोजी। अब यहाँ यसरी सर गयो होइन। अब म फेसबुक स्टोरीमा हाल्छु अनि केटाहरूको रियाक्सन हेरौँ है कस्तो आउँछ। त्यसपछि त ओए के हो म्याटुङ्गी भयो, दामी केटी पट्या रहेछ त। यताउता रिग्रेट हुन्छ फेरि केटाहरूलाई, फेरि तनाव है। यहाँ आइसक्यो, यहाँ आयो होइन, यहाँ आइसक्यो। अब यहाँ आएपछि म फेसबुकमा जान्छु, मेरो आइडी फेसबुक आइडी अनि यहाँ गइन्छ सिकुम है सिकुम। अनि यहाँबाट गीत अब खोज्नु पऱ्यो नि, यहाँबाट गीत भएन क्या यार। मिल्छ त्यहीँबाट गीत जाऊ न, त्यहीँ जाऊ न, कहाँ जाने त्यहीँ जाऊ, त्यो म्युजिकमा जाऊ अनि उयो तल यहाँ माथि 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 एड म्युजिक। यहाँ गयो, यहाँ नेट फेरि स्लो सक्यो हाम्रो। अब बाहिर बसेपछि अब त्यस्तै त नि, नेट स्लो हुन्छ, के स्लो हुन्छ अहिले एकछिन पछि है। आयो गीत पनि आयो, चुज गरौँ होइन। ब्लुटुथ अन अफ गरेर सुनाइदिउँ न गीत फेरि, हो कि न। दुश्मन हेरेको हेरे हो क्या, दुश्मन हेरेको हेरे लाग्छ। खोज्नु पऱ्यो दुश्मन हेरेको हेरे भन्ने गीत खै सदा हान्नुपर्छ खै त। ल यहाँ दुश्मन है, दुश्मन
कुहेरे सुनहेरे कुहेरे नराम्रो भए सिधाएर छ त नि यार। यस्तै हो कि हामी दुइटै फेरि है तिमीले हेर्छ म भन्दा थियो यार त आयो आइ दुश्मन हेरेको ल लाग्दै यही हो दुश्मन भयो ल गीत पनि मोबाइलै भयो कि फेरि दुश्मन हेरे के अरे पोस्ट अब सेयर गरिदिने नि त अब पोस्टमा बाबा पोस्ट भयो अब एकछिनपछि केटाहरूको कस्तो आउँछ कमेन्ट म्यासेज के हुन्छ होइन रियाक्सन पुरै हेरिदिउँ अहिले तर यो केराको बोटमा खुब चोरेर खाइन्थ्यो यार पहिला यार यहीँ घर पछाडि जहाँ छ कि यो अङ्कल केही नि भन्दैन टिपेर खायो त तर अङ्कल नदेखि टिपेर खाएको त्यो हुन त टिपेर खाएको भन्ने मान्यता त हुन्छ हुन त होइन तर नि अलिक बाहिरको मान्छे चोरे भन्ने हुन्छ तर टिपेर खाएको त्यो चोरेको होइन हामी चोर छैनौँ नि त्यस्तो झ्याउ हुन्छ फेरि आज चाहिँ हामी यस्तो फ्रेस त्यहाँहरूले बाहिर घरबाट नकआउट गर्दैछ हामी चाहिँ यसो बाहिर यसो हिँडौँ डुलौँ होइन कहिले काहीँ भनेर आइयो यसो डुल्न घर मुनतिर यस्तो यहाँ क्रेसर छ दिदी बोला बारेको अहिले ल समथिङ हामी कति घन्टा जति बस्यौँ 2 घन्टा जति भएन 1.5 घन्टा 2 घन्टा जति भयो असन तिनीहरूले फोन गरेर बोलाएन हामीलाई घर सके छैन तिनीहरूको काम अहिलेसम्म अब चाहिँ हामी घर जाने केटाहरूको काम के चलिरहेको भन्दा लिपस्टिक लाउने पाउडर लाउने त्यस्तै चलिरहेको अन्त तिम्रो कहिले के तिम्रो पालो मलाई त कसैले रुचाउनु कहिले रुचाउनु किन अनि रुचाएकोलाई त अनि बाल दिनु पऱ्यो नि तिमीले रिमुला रुचाएको मैले रुचाउनेलाई जस्तो के मैले जुन केटीलाई रुचाउँछु त्यसले मलाई हेर्दैन होइन अनि जुन केटीले मलाई रुचाउँछ मैले त्यसलाई हेर्दिनँ मैले रुचाउनु त्यस्तो यता हेर न त्यस्तो है भगवान्ले कालो बनाएर पठाइदियो त्यही भएर म खुसी छु त्यो पनि ठिकै छ अनि कालो मान्छे पीडा यही छ क्या तर त्यहाँ छ त एउटा आज ल्याउने सोल्टीहरू यस्तो साँगुरो खायो यार बाटो सकेको छैन हामी चाहिँ 1 घन्टा 2 घन्टा हुन लागिसक्यो डुलेको तर असन निक्लिँदैन के हो यार के गरे भित्र यार थाहै भएन है मकै यस्तो हरिया भइसक्यो उठ्या भर्खर छर्दाखेरि पसेको मान्छे मकै यति ठुलो भइबे भित्र बाहिरै निक्लिन केटा अचम्मै भयो आज त ओहो कति बेला निक्लिन्छ अहिले ए यिनीहरू आज रातिसम्म निक्लिन्छ जस्तो हाम्रो बास यतै होला जस्तो रमेश बिजेकै हुने भयो फुलको बोटमा आँखा के गरेर हिँडम पाखा केटाहरू भित्र जान्छ सिँढीहरू जान्छ गुलाबको फुलमा के अरे गुलाबको फुलमा माया झल्पन्छमा गुलाबको फुलमा काँडा केटाहरू भित्र खाटमा बाहिर लावारिस कुकुरको काँडा त्यो त पुजा नजाउँदै अब यहीँ हो कि बस्ने यहीँ बस्ने के छिन् अघि के हो नि त्यो यार यस्तै हो पीडितहरू ए यता सर अब ल बस्नु ल आजै भिडियो यति नै गरिदिनु भयो अब यिनीहरू अब ननिक्लाल जस्तो रातिसम्म नै अब यत्तिकै बस्ला जस्तो लाग्यो है रातिसम्म अब यिनीहरू निक्लिन जस्तो लाग्यो कि आज चाहिँ आज भित्रै बस्छ जस्तो लाग्यो आज हाम्रो बास यतै होला जस्तो लाग्यो आज चाहिँ भिडियो यति नै गरिदिनु भनेर सर